सो हामीलाई थाहा छ कि लाइक कन्ट्रोल फ्लो भन्ने सीमा अथवा लाइक अहिलेको कुनै पनि एउटा मोडर्न प्रोग्रामिङ ल्याङ्ग्वेजमा होइन टपदेखि बटमसम्म फ्लो गर्छ। त्यसको मिनिङ के हो भने होइन, सो मैले यहाँ नर्मल प्रिन्ट गर्ने लेखेँ होइन, प्रिन्ट एफ एउटाले के गर्छ 1 प्रिन्ट हालिदिन्छ ल, अनि स्ल्यास एन अर्कोले के गर्छ, अर्कोले तिनवटा बनाइन्छ होइन, चारवटा को बनाउँछ, तिनवटा बनाउँछ होइन। सो एउटाले 1 प्रिन्ट हान्छ, एउटाले 2 प्रिन्ट हान्छ, एउटाले 3 प्रिन्ट हान्छ होइन। सो मैले नर्मल यो प्रोग्राम बनाएँ होइन, यसलाई हल्का स्पेस दिउँ होइन, यहाँ इन्क्लुड गरेर इन्टमेन यो प्रिन्ट एफ तिनवटा अनि रिटर्न 0। यसले के गर्छ त गेस गर्दाखेरि, सो प्रोग्राम हेर्दाखेरि यसले के गर्छ भने 1 2 3 प्रिन्ट गर्छ होइन, के गर्छ 1 2 3 प्रिन्ट गर्छ। सो यसमा के भएको त, यसमा प्रोग्राम भने चाहिँ टपदेखि बटम फ्लो भएको क्या। पहिला इन्क्लुड गर्यो, इन्ट मेन गयो, प्रिन्ट 1 गर्यो, प्रिन्ट 2 गर्यो, प्रिन्ट 3 गर्यो, रिटर्न 0 गर्यो होइन, अनि सक्यो। सो कन्ट्रोल फ्लो भने यही हो क्या, टपदेखि बटम फ्लो हुन्छ होइन। अब हाम्रो एउटा गो टु भन्ने स्टेटमेन्ट छ जसले चाहिँ यो कन्ट्रोल फ्लोलाई डिस्टर्ब गर्छ क्या, यो कन्ट्रोल फ्लो बिगारिदिन्छ। कन्ट्रोल फ्लोमा जे गर्दा नि हुन्छ होइन, जस्तै यहाँ 1 2 3 4 5 6 7 8 9 यसरी कन्ट्रोल फ्लो हुन्छ नि, 1 देखि 9सम्म गएर नि। तर गो टु स्टेटमेन्ट युज गरेपछि हामी जहाँबाट नि जहाँ जम्प हान्न सक्छौँ, 9बाट 3 जम्प हान्न नि सक्छौँ, 3बाट 5 जम्प हान्न नि सक्छौँ क्या, जहाँ मन लाग्यो त्यता जान सक्छौँ होइन। सो गो टु स्टेटमेन्ट भने बेसिकली त्यो हो। अब जस्तै मैले यहाँ गो टु स्टेटलाई चाहिँ युज गर्नलाई सबसे पहिला एउटा लेभल चाहिन्छ, अनि सिधै गो टु अनि त्यो लेभलमा जानुपर्छ। जस्तै म इक्जाम्पल दिन्छु, लेभलको नाम राख्नुपर्छ हामीले, यसको नाम पोइन्ट राखिदिन्छ होइन, यसको नाम पोइन्ट यो राखिदिन्छु। सो यसलाई लेभल भन्छ, यो आइडेन्टिफायर हो होइन, अनि यो दुईवटा थोप्लो दिनुपर्छ पछाडि। सो यो हाम्रो एउटा लेभल भयो होइन। अनि यहाँ गो टु यस्तो नगरौँ, यसलाई कपी गरौँ, अनि यहाँ पेस्ट हान्नु होइन, अनि यहाँ जियो गो टु अनि गो टु पोइन्ट भनेर लेखिदियो होइन। सो यो कन्डिसनमा अब के हुन्छ त, हाम्रो यो लेभलमा हामीले यो यतिकै यो डबल थोप्लो दिएपछि हामीले सेमिकलन दिनु पर्दैन होइन। सो यसमा चाहिँ के हुन्छ भने रन गरौँ सबसे पहिला। सो अघि भइरहेको थियो 1 2 3 भइरहेको थियो होइन, अब के भयो, अब 2 3 भयो, 1 कहाँ हरायो त, यसमा के भयो त 1 कहाँ हरायो भनेपछि के भयो भने इन्क्लुड स्टुडियो डट एचसी यसरी फर्स्टमा गयो, कन्ट्रोल फ्लो फर्स्टमा खा, कन्ट्रोल फ्लो अब सेकेन्डमा खा। तर यहाँ गो टु पोइन्ट भने होइन, यसले चाहिँ के गर्यो भने कन्ट्रोल फ्लो अब हुनुपर्ने त 4मा हो, तर सिधै यो पोइन्ट भन्ने 5मा पुग्यो क्या, अनि त्यसपछि 6 7 8 9 गयो क्या। कन्ट्रोल फ्लोलाई यसले डिस्टर्ब गरिदियो। जस्तै यहाँबाट मात्र होइन, मैले यहाँबाट पनि गर्न सक्छु कि, यहाँबाट पनि यसले त इन्फाइनाइट लुप बनाउँछ होला, 2 2 2 गराएको क्या यसले होइन। सो के भइरहेको नि, यहाँ 2 प्रिन्ट भएको भइसक्यो होइन, मैले कपी गर्दा पनि हराइरहेको होइन। सो यसमा के भइरहेको भने यो गइरहेको, यहाँ आइरहेको कन्ट्रोल फ्लो, यहाँ कन्ट्रोल फ्लो आएर 1 प्रिन्ट भयो, अनि पोइन्ट भन्ने यो नर्मल केही गर्दैन यसमा। फेरि यहाँबाट कन्ट्रोल फ्लो आयो, अनि यहाँबाट कन्ट्रोल फ्लो आएपछि गो टु पोइन्ट भनेर भन्यो होइन। सो फेरि पोइन्टमा गयो, यहाँ आयो, यो प्रिन्ट हान्यो, फेरि यहाँ आयो, फेरि पोइन्ट गयो, यहाँ भनेपछि इन्फाइनाइट लुप भयो क्या, यताबाट माथि गएको गयो गऱ्यो होइन। यसले कन्ट्रोल फ्लो बिगाऱ्यो। अनि यसले के गर्यो भने लाइक अनसेप पनि छ क्या, यो एउटा सानो प्रोग्राम हो, तर यदि हामीले ठुलो प्रोग्राम लेख्यो भने यति एउटा सानो यो हामीले यति एउटा सानो गर्दाखेरि एउटा इन्फाइनाइट लुप भयो, जसले चाहिँ यसलाई हामीले यतिकै छोडिदियो भने अथवा केही ठुलो कुरा हामीले प्रिन्ट गरायो भए सायद मेमोरी लिक अथवा स्ट्याक ओभरफ्लो त्यस्तो प्रब्लमहरू आउन सक्छ होइन। सो त्यही भएर यिनीहरू कारण भने चाहिँ हामीले होइन गो टु स्टेटमेन्टलाई हामीले नर्मली जेनरली सी अथवा लाइक कुनै पनि ल्याङ्ग्वेजमा खासै हामीले युज गर्दैनौँ क्या। सी ल्याङ्ग्वेजमा होइन एभोइड हान्छ हामीले गो टुलाई युज गर्नु होइन। हाम्रो प्रोग्राममा जहिले पनि एउटा रुल टाइपको भनौँ होइन, गो टु भन्ने स्टेटमेन्टलाई एभोइड गर्नुपर्छ। गो टु भन्ने स्टेटमेन्ट एउटा हिस्ट्री छ क्या। लास्टै पहिला चाहिँ जब कम्प्युटरको प्रोग्रामिङ भर्खर सुरु भएको थियो त्यो बेला चाहिँ हामीले प्रोग्रामहरूमा यस्तै गो टु स्टेटमेन्ट जस्तो स्टेटमेन्टहरू देख्न सक्थ्यो क्या, जम्प हान्ने, एउटा ठाउँबाट अर्को ठाउँ जम्प हान्ने होइन। तर बिस्तारै लाइक यस 1960तिर होइन, 1960तिर चाहिँ कन्ट्रोल फ्लो कन्ट्रोल स्ट्रक्चर जस्तो आयो होइन,
तिनीहरू चाहिँ के हो भने तिनीहरू चाहिँ कन्ट्रोल हो क्या 1 2 3 4 5 6 7 8 9 हामी त गइरहेको थियो नि यो हो क्या तिनीहरू चाहिँ तिनीहरूले चाहिँ लाइक कस्तो कन्सेप्ट ल्यायो भने इफको कन्सेप्ट ल्याए फरको कन्सेप्ट इफ कन्सेप्ट फर कन्सेप्ट हो त्यस्तो लुपहरूको लुपिङ इफ स्टेटमेन्ट हो त्यस्तो कन्सेप्टहरू ल्यायो होइन सो त्यसले चाहिँ हाम्रो कन्ट्रोल फ्लोले चाहिँ होइन हाम्रो प्रोग्राम रिड गर्ने इजियर भयो क्या अब यदि ठुलो प्रोग्राममा यो ठाउँबाट त्यो ठाउँ गइरह त्यो ठाउँबाट यो ठाउँ गइरह कहाँ गइरह केही थाहा नै हुँदैन क्या गो टु युज हान्यो भने तर त्यसको साट्टो हामीले एउटा कन्ट्रोल फ्लो हान्यो भने यो माथिबाट तल फ्लो भइरहेको सो पाली 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 हाम्रो हेरेर बुझ्न सक्छ होइन सो त्यही भएर गो टु स्टेटमेन्ट भन्ने यति नै हो जस्ट एउटा लेभल चाहिन्छ अनि गो टु अनि त्यो लेभलमा जाने हो गो टुमा थाहा छैन तर गो टु त पढ्नु त जरुरी छ तर जेनरली हामीले सीमा चाहिँ गो टुलाई युज गर्न हामीले एभोइड नै गर्छौँ